वेलकम ब्याक टु माई न्यू ब्लग। सो अहिले चाहिँ म के गरिरहेको छु भने मैले चाहिँ जस्ट अहिले चाहिँ केही नि गरिरहेको होइन। जस्ट म चाहिँ डाँडामा बसिरहेको छु। किन बसिरहेको छु भने चाहिँ मेरो चाहिँ उता तल्लो हो के तल्लो खाल्टामा चाहिँ म बस्ने ठाउँ चाहिँ त्यहाँनिर चाहिँ नेट चल्दैन। त्यही भएर चाहिँ मैले जस्ट यहाँ डाँडामा आएको छु अहिले चाहिँ भिडियो एडिट गरेर हाल्नलाई। त्यही भएर चाहिँ यसो भिडियो बनाइदिउँ न होइन। सो आज चाहिँ मेरो काम पनि छुट्टी थियो, त्यही भएर चाहिँ म अहिले चाहिँ आएको छु डाँडामा गाइस। अब चाहिँ फाइनली हामीले चाहिँ यहाँनिर चाहिँ जस्ट अब भिडियो सिडियो एडिट गरेर चाहिँ हालेर जानुपर्ने हुन्छ। अब चाहिँ अब एकछिन चाहिँ म भिडियो एडिट गर्छु, एकछिनमा अब तपाईँहरूले भेट्छ त सिधै अब भिडियो एडिट गर्छु। फाइनली गाइस अहिले चाहिँ म यहाँ छु। यहाँ चाहिँ किन छु भने मैले चाहिँ जस्ट भिडियो एडिट गर्छु। यहाँ आएर चाहिँ एडिट गरेर हाल्नुपर्छ। तल चाहिँ नेट चल्दैन क्या होइन उमा चाहिँ, त्यही भएर चाहिँ यहाँ आउनुपर्छ मैले चाहिँ भिडियो हाल्नलाई। त्यही हो गाइज, यस्तो दुःख गरेर चाहिँ भिडियो बनाएर हुन्छ। तपाईँहरूले नि यसो सब्सक्राइब हानिदिनु होला गाइज। जस्ट मेरो चाहिँ कति थुप्रो भिडियोमा चाहिँ कपिराइट लागेर चाहिँ मैले सब डिलिट गरिसकेँ गाइज होइन। खै किन हो मलाई पनि थाहा छैन कसरी लाग्यो चाहिँ, मैले त त्यस्तो त केही नै गरेको थिएन। र सब भिडियोमा चाहिँ कपिराइट लागेर चाहिँ सब डिलिट गर्नुपर्ने भइरहेको मैले चाहिँ सो गरिदिइसकेँ। त्यही हो, यस्तो दुःख गरेर बनाएको भिडियो नि कपिराइट लाग्छ होइन कि, अनि त्यही भएर चाहिँ मैले डिलिट गरिदिइसकेँ फाइनली गाइज। त्यही हो अहिले अहिले चाहिँ मैले भिडियो सिडियो एडिट गरेर फाइनली हालिदिइ पनि सकेँ होइन। त्यही हो गाइज, आज चाहिँ मैले छुट्टी ल्याएको थिएँ। भिडियो बनाउनलाई पनि छुट्टी लिनुपर्ने हुन्छ मेरो चाहिँ अहिले चाहिँ, किनभने मैले काममा पनि ध्यान दिनुपर्ने हुन्छ। त्यही हो, अब अरू त के भन्नु गाइज। त्यो यस्तो दुःख गरेर चाहिँ मैले भिडियो बनाइरहेको हुन्छ। तपाईँहरूले नि यसो सपोर्ट गरिदिनु पर्यो। यति मेरो चाहिँ अब 1-1.5 महिनामा चाहिँ खतरा भ्लग आउनेछ गाइज। तपाईँहरू सबजना चाहिँ मेरो च्यानललाई सब्सक्राइब गरेर जोडिनु होला। आज चाहिँ यति भन्दै मेरो भ्लग चाहिँ यतै बन्द गर्न चाहन्छु, किनभने टाइम छैन मसँग धेरै। आज चाहिँ जस्ट मैले चाहिँ एडिट पनि अझै गर्नुपर्ने हुन्छ, त्यही भएर सो